हेलो गाइस, हामी चाहिँ आज के गर्नु आँट्यो सजल? हामी चाहिँ आज दालिमगढी कालिम्पोङ दालिमगढी घुम्न आएको। ल के भयो? यसो घुम्दै ओर्दै दालिम सजल के गरेको त्यस्तो? यहाँ हाम्रो तनु हुनुहुन्छ। दालिमगढीको बाटो चाहिँ यस्तै रहेछ। धेरै मन पर्यो क्यामेरा। फोन डाटा हुँदैन नि यसमा, नेटवर्क प्रब्लम। यहाँ चाहिँ नेटवर्क प्रब्लम छ र हामी दालिमगढीको भ्रमणमा लाग्यौँ। ओहो आमा लो, धेरै साल बादमा हाम्रो भानिस। अन्त ठिकै? हजुर। कहिले आयो? 4-5 दिन भयो। ए हो। अन्त कहाँ भन्नु जति कति 3-4 महिना अगाडि त आएर गएको थिएँ। हजुर म गएर त्यहाँदेखि अब यो 3 महिना बादमा चाहिँ आउनु थियो। निकै राम्रो रमाइलो बनाएर छ दालिमगढीको बाटो। ए कति सालमा आउनु भयो तपाईहरु? कहाँसम्म? ए ल मामा लाग्यो। ल ओके 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 बाई बाई। भेट्दै गरौँ न। ल भाइ खुसी लाग्यो। तर जानु दिँदैन हो, जानु दिँदैन अरे नि। ल भिजिटरहरू अब स्टाइल भिजिटरहरू यो चिलाउनेको हो। धेरै सुन्दर बाटो भएछ। लु हेर्नुहोस् गाइस, फापरकेती, कुवापानी, निमगोलाई, धेरै सुन्दर, अति सुन्दर बनाउनु भएछ। दालिम फरेस्ट। ल अब हामी यहाँ माथि चाहिँ जानेछौँ। दालिमगढीको भग्नावशेष अलिकति सुरु स्टार्टिङ। आज चाहिँ टुरिस्टहरूले धेरै फोटो खिचाइ क्या हो। हजुर आफ्नो फोन ल्याउनु पर्छ। ओ यो चाहिँ के को बोट हो? लामो लामो पट्टा छ त। थाहा छैन तिमीहरू गोर्खाली हो कि नेपालको? ब्रिटिस हो।
बाँदरहरू लड्छ नि त हौ अन्त तारिकाको बोट लो 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 आमा क्या दामी रहेछ लु चलो 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 हिँड 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 यहाँ हाम्रो एउटा मङ्किस गाई छ मङ्किस गाई पान खाएर मातेर एकछिन त हाँसे हाँसे भयो बेल पनि खाएर फ्याङ्दो रहेछ उ खोइ बेल होइन हौ गान्टे गेडा गान्टे गेडा हौ ए माथि अहिले देख्छ नि धेरै सुन्दर सुन्दर बाटो डस्टबिन पनि बनाएको छ युज एन्ड थ्रो डस्टबिन हिँड 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 ल भिजिटरको जुत्ता फुक्लिएछ हौ दालिम झन्डी अहिले जे भेट्यो त्यहाँ पाकपुक्क पारिहाल्नु भनेर छ नि हौ छिटो छिटो आऊ छिटो दिनले पनि धेरै साथ दियो आज धेरै रमाइलो छ एकदम राम्रो दिन भयो छिटो आऊ छिटो जुत्ता हराउँला है हिँड 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 हजुर मालबस्तीको हिँड 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 कोले कोले कोल्दैछ भने कसलाई अहिले भिडियो हुँदैछ यहाँ के भयो फटाफट हिँड न हौ यहाँ ऊ ओ घन्टेगडा ऊ माथि ऊ घन्टेगडा घन्टेगडा हौ ऊ माथि ऊ घन्टेको फलो लु अझै रहेछ बाटो कति लामो बाटो छ हौ बहुत लंबा है पहले हम यहाँ को थे अभी भी कितना चलना पड़ता है हो गया हत्तू हो गया लोकल टुरिस्टहरु वन जंगल हरियाली भीर पाखा बैशाख चैत बैशाख हे डाँडा काँडा छहराले तिम्रो गीत गाउँछ डाँडा काँडा छहराले तिम्रो गीत गाउँछ दालिम झन्डी
तितेपाती नेचुरल दबाई हजुर हरियाली वन जङ्गल डाँडा काँडा भिर पाखा घाँस दाउरा धेरै सुन्दर मनमोहक दृश्यहरू ऊपर हो फर्किँदा हो त्यता त समाधिमा पहिल्यै समाधिमा जानु यहाँ चाहिँ अलिकति भिड रहेछ तर हामीले धेरै घाँस दाउरा गरेको यो बाटो त याद आयो ऐतिहासिक जग्गा दालिमगढी सबै भिजिटरहरूलाई स्वागत छ यो वेस्ट बेङ्गल टुरिस्टबाट आएको फन्ड आएको नि त अब आइपुग्यो अब छिटो लोकल टुरिस्ट आउँ है यहाँ एउटा लोकल मङ्की फरेस्ट लोकल मङ्की हो यो चाहिँ यहाँ हाम्रो तनुश्री जङ्गे भाइ सजल मैडम समिता राई इधर बहुत छेनो बाटो है ए दरवाजा खोइ चाबी तपाईँलाई देखे त मलाई अले ए यहाँ सजल इन्चार्ज खोलौँ दैलो अब हाम्रो दालिमगढीको मेन प्रवेशद्वारमा चाहिँ अब इन्चार्ज भाइले दैलो खोलिदिनुहुन्छ मेरो फोटो खिचौँ है चलो 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 चाबी बोकिराख लगा न लगा लगा ओए ताला लगाएर भक्कर कुन चाहिँ लोग्यो नि ताला चाहिँ कसले लान्छ तालामा लगा न लग गर यसलाई लु अब चाहिँ दालिमगढी आइपुग्नु आँट्यो दालिमगढीको प्रवेशद्वारमा हामी पुग्यौँ सिँढी सिँढी छाती फुल्यो कि सास फुल्यो कि के फुल्यो हो आम्मामा निकै उकालो रहेछ के गर्नु अब त्यस्तै भए पनि यहाँ भिजिटरहरू भ्रमण गर्नु आउनुहुने लेडिज एन्ड जेन्टलमेनको लागि पनि यसो सुविधाहरू रहेछ अति राम्रो सायद यसको अहिले ओपनिङ भएको छैन यसको चाबी छैन अहिले हुँदैन अहिले सुरु भएको छैन होला नि त ओफ कस्तो साह्रो पर्दो रहेछ हौ प्राकृतिक मनोरम दृश्य के चाहिँ हेर्नु पाउने हो कति मजा हो धेरै रमाइलो हिँडो हिँड्यो हिँड्यो
पसीना छूट गया अहिले हजुर म भ्लग गर्छु अब छोरी भन्दा आमा तरुनी लिपस्टिक पाउडरले भने यही त हो हेर्नुहोस् ल गाइस सेतो यहाँनिर पाउडर चलो 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 हजुर म गर्छु भ्लग अब मलाई आउँछ हजुर नि म गर्छु पापा पर 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 माथिसम्म हैन सबै ब्लगर हुने पर्दैन जा 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 आफ्नो आफ्नो ल्याउनु पर्छ त्यही कारण हेर म क्यामेरा राम्रो छैन त चल 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 मामाको बेलामा उकाली ओह्राली गर्दै आँखाभरि रहर भर्दै आधी बेरीसँग लड्दै खोला नदी सागर तर्दै दुःख पीडा बिर्सदै म आए परदेशीबाट फर्किआए आफ्नै गाउँ फर्किआए सजल नयाँ नयाँ सपना ल्याए ओफ थाक्यो जोड जोडले धड्कन ब्रिट हुँदैछ कस्तो साह्रो पर्यो त्यो खुल्ला छैन पगला लु पगला अब चाहिँ हामी गरिया दालिमगढीमा प्रवेश आइपुग्यौं प्रवेश भइसक्यो यही हो ऐतिहासिक स्थल दालिमगढीको प्रवेशद्वार हेलो गाइस यो ब्लगलाई यहीँ म समाप्त गर्छु